म त्यो रात बौद्धतर्फ जाँदै थिएँ। साउनको आधा रात थियो, आकाशमा बादल गुड्दै थिए र शहरभरि हुरीको भाब्ररी चिसो फैलिएको थियो। जोरपाटीबाट फर्किँदै गर्दा अचानक भारी वर्षा सुरु भयो। मैले छाता बोक्न छुटाएकोमा आफैले दण्ड दिइरहेँ। बाटो पारी गरेको बेलामा झरीले बाटो रङ्गीन पारिसकेको थियो। ताल, पानी, लाइटका काँचाहरूबाट फिँजिने बत्तीका क्षणहरू र हरेक व्यक्तिको अक्सन धीमे भएर हिँडेको जस्तो देखिन्थ्यो। त्यो बेलामा सामुन्ने परेको पुरानो बङ्गला मेरो नजरमा पर्यो। बौद्धको मोडभन्दा केही तल एउटा सुनसान गल्लीमा उभिएको, वर्षौंदेखि छोडिएको जस्तो देखिने। साँचो कुरो यो हो, म त्यही भित्र आश्रय लिन भित्र पसेँ। कामले ढिलो भयो र चिसोले शरीर थाकेको थियो। एउटा ढोकामा छालु छालु प्रकाश थिए। आधा खुला ढोकाले भित्र एउटा अँध्यारो दालान देखाउँदै थियो। मैले सोचेँ कि सानो आश्रय लिएर निस्तेज हुनेछ, तर यही निर्णयले मेरो बाँकी रात बदलिदियो। ढोकाबाट भित्र पस्ने बित्तिकै ठण्डा हावा आँखा भिजाउने गरी नाकमा ठोकियो। त्यो सामान्य हावाभन्दा फरक थियो, मानौ कुनै पुरानो स्मृति वा कुना कुनाबाट आएको शीतलता। भत्किएको फर्निचर, धुलोले ढाकिएका तख्ताहरू र छतमा पखेटा झुलेका थिए। एउटा पुरानो घडी अग्लै खडा थियो, सुई 11:11 रोकिएको। बाहिरको बिजुली जस्तो चम्किएको आवाज जति होस्, भित्रको घडीको त्यो निर्दिष्ट समयले मेरो मनमा अनगिन्ती प्रश्न उब्जायो। किन यति अडिग? न केही घडीले समय रोक्छ, बाँकीभन्दा फरक सङ्केत हुन्छ भन्ने लागेन, तर त्यो संयोग मेरो रुचि बढायो। भित्र बसेको केही मिनेट नबित्दै अचानक बिजुली चम्केको जस्तो तेज आवाज भयो। आवाज सधैँको तार बत्तीको टुक्रा जस्तो थिएन, यो त्यो घरको कुनै भित्री भागबाट आएको तन्तु कम्पन थियो। भित्ताभित्रबाट झन्नते आवाज। मैले आँखा गोलाएँ र त्यो आवाज कहाँबाट आएको खोज्दै गर्दा ढोका र झ्यालहरू आफै हल्लिन थाले। झ्याल ढोका खटखटाउन थाल्यो। मेरो मनले तुरुन्तै कुनै प्राकृतिक कारण खोज्यो, हावा, इन्जिन, तुफान, तर भित्री पनि कुनै मान्छेको अनौठो चाल थियो जस्तो लाग्यो। मैले जीवनशैलीका हिसाबले घरको कुनामा बस्ने प्रयास गरेँ। एकदमै सामान्य सोचले मनलाई शान्त पार्न खोज्दै आफैले सम्झाएँ, सिर्फ हावा छ भनेर आफैले सम्झाएँ। तर भित्ताभित्र एक गर्दै सङ्केतहरू थिए। भुइँमा आधा रङ्गिएको कप, थालमा पुरानो चियाको गन्ध अनि पर्खालमा तारले लेखिएको जस्तो खसिएको केही चिन्ह। ती चिन्हहरूको स्वरूप असामान्य थिए। रगत जस्तो लन्डनका टाँकिएका रेखाहरू नभए पनि ती नकारात्मक ऊर्जा झल्काउने तरहका थिए। ती सबैले मलाई चेतायो यो घर खाली छैन भनेर। मैले त्यहीँ राखिएको एउटा पुरानो डायरी देखेँ। त्यो डायरीको कभर फिक्का थियो, कागजहरू पहेँलो र लेखाइ बिस्तारै मौन भएको थियो। डायरी खोल्दा पृष्ठहरूमा धेरै सामान्य नामहरू र मितिहरू थिए। एउटाको मिति 3 वर्ष पहिले, अनि मेरो नजर त्यो पृष्ठमा अडियो जहाँ सुकिलो र बिर्सिएको हातले ठूलो अक्षरमा केही लेखेको थियो, उनी फर्कनेछन्। त्यो वाक्यले मेरो छातीमा अनौठो कम्पन ल्यायो। मैले ढिलो पन्नाहरू पल्टाएँ र एक पृष्ठमा एउटा चित्र देखेँ, एउटा कोठाको नक्सा, र नक्सामा एउटा स्थानमा गोलो खालको निशान जसले मेरो बसेको स्थानसँग मिल्दोजुल्दो थियो। अनि अन्तिम पृष्ठमा ससाना अक्षरमा कुनै नाम लेखिएको थियो। त्यो नाम मेरो नामसँग मिल्ने एउटा अक्षरले सुरु भएको थियो। मैले आफ्नो निलो हरियो साहस हँसाएर सोचेँ, कसरी? त्यो बेलामा झ्याल ढोकाहरू चर्को आवाजले झन्झन्यायो। मेरो नाकलाई अलिकति थर्कोले छोयो र म थर्किएँ। त्यो आवाज कुन स्वरले भन्यो भन्दाको झैँ भयो, एकदमै नजिकको तर टाढा। तिमी आइपुग्यौ। आवाज पुरानो स्मृतिको जस्तो थियो, मानौ कुनै करोडौं पटक धुनिएका शब्द एउटै स्वरमा फेरि गुन्जिएको होस्। मैले जवाफ दिन खोजेँ, तर शब्द मेरो मुखमा अड्किँदै गयो। मेरो मुटु तीव्र गतिमा धड्कियो। बङ्गलाभित्र कुनै ठाउँमा झन आवाजहरू बढ्दै गए। पाइलाका आवाज, हल्का सास फेर्ने आवाज र कतिपय अधुरा स्वरहरू जसले नामहरू फुसुराहट जस्तो बोले। मैले माथिल्लो तहका पाइलातर्फ हेरेँ। त्यो दिशा स्पष्ट थियो र त्यहाँबाट एकान्त सडकमा उभिएको एउटा लामो गल्लीले देखिन्थ्यो। मैले विगतका कथाहरू सम्झिएँ जसमा भनिन्छन् पुरानो घरमा कहिल्यै वार गर्न नजाने, कतै नजर जाला। तर एकैछिनलाई निर्णय गरे माथिल्लो कोठामा गएर हेर्ने। सिडी चढ्दै गर्दा पाइलाहरू कर आवाज दिन्थे। माथि पुगेपछि गल्ली साँगुरो अनि न्यानो अँध्यारोले भरिएको थियो। दुवैतिरका कोठाहरू बन्द थिए, तर सबै ढोकाहरू पुरानो र कुहिएको सिलसिलामा थिए। गल्लीको अन्त्यतर्फ एक सानो कोठामा बत्ती बलिरहेको थियो। त्यो विशिष्ट थियो किनभने अन्य ठाउँमा कत्तिको अँध्यारो फैलिएको थियो। त्यो बत्तीबाट हल्का धुवाँ उठिरहेको थियो। धुवाले पाखा खोल्दै कोठालाई धुम्मले भरिएको जस्तो देखायो। कोठाको ढोका छेउमा पुग्दा मेरो हात हल्लियो। म एउटा सानो अन्तरालबाट भित्र हेरेँ।
भित्र पातलो बत्तीबीच सानो मेज, एक पुत्लो र कोठाको कुनामा एउटा स्यामे जस्तो फर्निचर थिए। पुत्लोको आँखाहरू टाढातिर हेरेझै लाग्दथ्यो। उसको अनुहारमा कुनै मुस्कान थिएन, तर त्यो अनुहार म आफैले चिन्न सकेको जस्तो अचम्म लाग्ने थियो। कोठाको अर्को कुनामा एउटा पर्खालमा टाँकिएको तस्विर थियो। फोटोको अनुहार अस्पष्ट थियो, तर आँखाहरू तीक्ष्ण थिए। मैले फोकस बढाएँ र फोटोको अनुहारले मेरो तर्फ हेरे जस्तो महसुस भयो र एउटा थर्कोले मेरो शरीर चिसो भयो। यहाँ बस, जसले तुरुन्त मेरो कानमा भन्यो। स्वर नरम थियो तर आदेशात्मक। मैले क्रमशः पाइलाको दिशातर्फ फर्केर हेरेँ र देखेँ एउटा छाया, मान्छेसम्म पनि नभएको उभिएको। त्यो आकृति अस्पष्ट भए पनि उसको उपस्थिति पूर्ण थियो। त्यो मेरो छेउमा उभिए जस्तो लाग्यो। मेरो शरीरले पिच्छे फर्किन खोज्यो। म भाग्न प्रयास गरेँ, तर पाइलाले सुनसान सुनसान आवाज झिक्न थाल्यो र मेरो पाउलाई ढिला पारिरह्यो। छायाले एउटा हात उठायो र मेरो काँधतिर छोयो। त्यो छोई चिसो मात्र रहेन, मानव कुनै गहिरो स्मृति मेरो छालामा लागेको थियो। मैले कर कर गर्दै सोधेँ, तिमी को हौ? छायाले मुस्कायो। त्यो मुस्कान मानव कुनै पुरानो घाउले दिएको सुविधा होस्। हामीले तिमीलाई पर्ख्यौँ, उसले भन्यो। स्वरमा पहिलेको मधुरता थिएन, अब त्यो खालीपन र अङ्गालो मिसाइएको आवाज थियो। अनि उसले धीरे सास फेर्दै भन्यो, अब फर्किन सकिँदैन। मैले उभिएर ढोकातिर दौडन कोसिस गरेँ, तर धरतीले मेरो पाइला कसरी रोकेको थाहा भएन। ढोकामा पुग्दा मैले देखेँ ढोकाको बाहिर पानीले भिजेको एउटा सानो कागज राखिएको छ। मैले त्यो कागज उठाएँ र पढेँ। कागजमा लेख थियो, अन्त्य भोलि हो, तयार हौ। मैले कागजलाई लिएर छिटो छिटो फर्केर घरको भित्तातिर हेरेँ। अँध्यारोबाट कुनै आकृति हराइरहेको थियो, तर सुरुमा भित्रैबाट आएको त्यो स्वर फेरि गुन्जियो, हामी सँगै जानुपर्छ। मेरो शरीरले अन्तिम प्रयासमा ढोका खोल्यो र बाहिर निस्कियो। बाहिरको दिनभित्र वर्षाको पानी, सडकको उज्यालो अनि अरू सबै सामान्य थिए, तर म भित्रैबाट खाली थिएँ। मैले घरलाई पछाडि फर्केर हेरेँ। त्यहाँबाट एउटा सानो हल्का तर अस्पष्ट प्रतिमूर्ति झुकेर मेरो दिशातर्फ देखेँ र हातले अलिकति हल्लायो, मानव बिदाई होइन, स्वागत होस्। मैले दौडिँदै टाढा भएँ, तर मेरो कानमा त्यो शब्दले एकपटक फेरि यो यतावनी भन्यो, यो सुरुवात मात्र हो। मैले त्यो रात घर छोडेँ, तर डायरी र त्यस कागजको अर्थ मेरो दिमागमा घरिङ घरिङ गरिरहे। तीनै अक्षरहरू, 3 वर्ष पहिले लेखिएको नाम र मेरा वर्तमान अक्षर सँगै मिलेर कसरी भविष्यले मेरो पानामा लेख हानेको थियो, त्यो प्रश्न मेरो मनमा उजागर भयो। म जान्दथे केवल एउटा कुरा स्पष्ट थियो, म फर्किँदैछु, तर फर्किआउने समय र कारण म आफैले थाहा पाउने छैन। यत्तिकैमा म घर पुगेँ। बाटोमा भिजेको काँधमा छाता ढालेको थिएँ। आँखा खल्लो र निष्ठुरो रातले मेरो अनुहार सफा सफा पारिसकेको थियो। मैले घरको ढोका खोलेँ। घरले त्यो सामान्य भेट दियो जसले मान्छेलाई थोरै सुरक्षित बनाउँछ। हल्का बत्ती, आमाले राखेको पुरानो गन्ध, भान्साको हल्का उज्यालो। तर त्यो रात कुना कुनामा केही थापिएझै लाग्यो, एउटा सानो तर स्थिर खटखट, मानौ कसैले घरको तन्तुहरूसँग बाँचिरहेछ। ढोकाको किनारैमा मैले त्यो पिन राखेको थलो देखेँ। 3 वर्ष अघि ती रातमा मैले चोरी गरेर लगेको, जुन मैले पछि फिर्ता गरेको थिएँ। मैले त्यो पिन आज उठाएँ। औँलाले त्यसको ठूला किनारा छोएन, तर मनभित्र पक्कै थाहा थियो त्यो एउटा पुल थियो, विगतदेखि अहिलेसम्म। मैले घरको भित्ता भित्ता हेर्दै भित्र पसेँ अनि भान्सातिर लागेँ। आमा कुर्सीमा बसेकी थिइन्। उनको अनुहार माथिको आशा र चिन्ता दुवै मिलेर बसेको थियो। म उनलाई हेरेँ। मनले भने भन्न खोज्यो, म ठिक छु, तर मेरो स्वर अँध्यारोले खेती गरिरहेको थियो। त्यही बेला ढोकातिरबाट हल्का हल्का स्वर आयो, मानौ कसैले बाहिरबाट मसँग मात्रै बोलिरहेको छ। मैले अचम्मले फर्किएँ, कोही बाहिर थिएन। आवाज फेरि आयो। त्यो आवाजले मेरो नाम बोल्यो, तिमीले फर्क्यौ? आवाज शान्त तर अति नजिक थियो, मानौ त्यही ढोकाको काठको पाटा भित्र घुसेको होस्। मेरो रगत जम्यो। मेरो खुट्टाले तुरुन्तै घरको ढोकाको दिशातिर थर्कियो। मैले ढोका अघि पुगेर देखेँ अँध्यारोमा कुनै आकृति टाँसिएको छ, तर त्यो आकृति घुलामटोल भइसकेको, मानिस जस्तो तर मानिस नभएको। उसले मुस्काइयो। त्यो मुस्कान मानौ चिसो शीतल पानीले मेरो भित्री भाग छाम्न खोजेको थियो। बोल्नु अघि नै उसले भन्यो, आऊ मेरो साथ बस। उसले ढुक्कैसँग भन्यो, भाषा सरल तर माग तीव्र। आँखामा उसको केही थिएन, खाली ठाउँमा केही पुरानो गाँठ थियो। मैले मागे, तिमी को हौ? तर उसको उत्तरले मेरो मन चिन्तित नै बनायो। म यहाँको बाँकी परिवार हुँ। हामीले खालीपन भोग्यौँ, तिमी आइपुग्यौ भने हामी पूर्ण हुनेछौँ।
उसको स्वरले मेरा भित्री यादहरू खोतले मेरो छेउमै उभिएर उसले थप्यो, हामीसँग आऊ, हामीसँग बस, मेरो परिवार छ अँध्यारोमा तर मिलेर बस्ने, तिम्रो परिवार पनि ल्याऊ, हामीले तिम्रो मायामा रमाउने छौँ। उसले परिवार भर्ने क्रममा उसको आवाजमा अचम्मको कोमलता थियो, त्यही कोमलता जसले मान्छेलाई पत्र समेत गलाउन सक्छ। मैले सुने, घाँटी सुक्यो, मनले भन्यो यो राम्रो छैन, तर आत्माले अर्को कुरा सोध्यो, किन उसले मेरो परिवारसँग बस्न चाहन्छ। उसले मेरो नजरभित्र कतै पुरानो फोटो देखाइदियो। त्यो फोटोमा एकै ठाउँमा मेरो आमा बुबा, मेरो सानोतिनो अनुहार र त्यही पुरानो पिन थियो, तर तिनीहरू केही फरक थिए। आँखा खाली, अनुहार शान्त तर प्रभावित छ, मानौ उनीहरू केही सम्झने प्रयासमा बाहिर निस्किएको थिए। स्वरले फेरि मलाई चकित पार्ने कुरो भनी, हामीले तिमीलाई पहिलेदेखि नै चिनेका थियौँ, तिम्रो नाम हामीले 3 पटक लेखिसकेका छौँ, तिमी हामीलाई सम्झिन आउँछौ, तिमी हामीलाई पूरा बनाउनेछौ। मैले पीडा पीडा स्वरमा सोधे, किन मैले? उसले नर्म र अचम्म गरी जवाफ दियो, हामी एक परिवार चाहन्छौ, तिमीले मलाई आफ्नो परिवारसँग पनि बस्न दिन्छौ, होइन? उसको अनुहार नजिक आयो, त्यो अति नजिक कि मलाई उसले सास थिच्दैछ भन्ने लाग्यो। अनि उसले एउटा दृश्य देखायो, मेरो आमाको मुस्कान, तर त्यो मुस्कान कुनै मान्छेको होइन, त्यो मुस्कान एउटा सुतेको मुख जस्तै थियो, जसले मात्र नाम बुझेको थियो। हामीले तिमीलाई र तिम्रो परिवारलाई शान्त बनाउनेछौँ, उसले भन्यो, यहाँ दुःख छैन, बस हामीसँग आएर नियम मान्नु। उसको नियमले मेरो छातीमा अर्को प्रश्न उब्जायो, तर यसपटक उसले नै जवाफ दिए जस्तो भयो। साँच्चै नजिक आऊ, तिमीले आफ्ना केही कुराहरू छोड्नु पर्नेछ। जगतका केही सुनौला चिजहरू, रातको प्रकाश, मानिसहरूको आवाज र सँगै सास फेर्न क्षमता, त्यो सबै हामीलाई दिनुपर्छ। उसले हाँसो हाँस्यो, त्यो हाँसो नराम्रो थिएन, तर तितो थियो। मेरो शरीर सुतली पर्छ जस्तो लाग्यो। मैले आफ्नो पारिवारिक सम्झनाहरू माथि ताने, बाबुको हाँसो, आमाको हातको स्पर्श, मलाई तिनीहरू बचाउनै पर्छ भन्ने महसुस भयो। तर उसले फेरि नर्म स्वरमा भन्यो, हामी तिम्रो परिवारलाई चोट पुर्याउँदैनौँ, हामी तिनीहरूलाई आफ्नै जस्तो बनाउनेछौँ। तिमीले हामीलाई सानो एउटा शर्त मान्नुपर्नेछ, तिमीले आफ्नो जीवित पहिचानको केही भाग हामीलाई दिनेछौ। उसले कुरा गर्दैसँगै मेरो मनभित्र एक अँध्यारो तस्विर उभियो। मैले आफैलाई त्यो घरभित्र देखेँ, जहाँ बत्ती र खाना छ, तर मानिसहरूको आँखाभन्दा मडारिएको खालीपन थियो। मेरो परिवार हाँसिरहेका थिए, तर तिनीहरूको आँखाले केही नसोचेको देखिन्थ्यो। मैले डरले ट्याङ्गिए, तिमीले आफूलाई के छुनेछौ? मैले चिच्याए। उसले एक हात अगाडि बढायो र मेरो काँध छुन खोज्यो। छोई चिसो थियो, तर त्यहाँ एउटा आकर्षण थियो जुन मैले बुझिनँ। आफ्नो नाम, तिम्रो सम्झना थोरै दिन दिएर हाम्रा नामसँग मिलाऊ भन्यो। उसले हामीलाई पूर्ण पार्नेछौ, तिमीले हाम्रो परिवारलाई सुख दिनेछौ। मैले त्यसबेला सम्झे, डायरीमा लेखिएको एउटा वाक्य, नाम फर्काउने अर्को तरिका, तिमीले आफ्नो पहिचान दिनुपर्छ, तब मात्र भुलेर नरौ भने। ती अक्षरहरू अहिले म अबत्त सुनिरहेको थिएँ। मैले आत्मसात गरेँ, के मैले आफ्नो नाम दिन सक्छु? के मेरो पहिचान भने पातलै हुनेछ? हरेक शब्दले मेरो मुटु च्यातिरहेथ्यो। तर उसले फेरि मलाई एक रहस्यमय दृश्य देखायो, जहाँ मेरो आमा र बाबु मुस्कुराइरहेछन्। म सानो बालक जस्तै उष्ण धेरै थिएँ, खान पिउन र सास फेर्न सजिलो थियो, तर त्यहाँ एउटा विशाल खाली स्थान थियो, जसलाई तिनीहरूले मृत्यु भनेर बोल्थे। उसले भन्यो, यो साँचो शान्ति हो, कुनै पीडा नाम छैन, केवल सँगै रहेका हौँ भन्यो। मलाई थाहा थियो त्यो शान्ति माया र समयको अभाव थियो। अनि उसले थप्यो, तिमीले त्यो शान्ति पाउँछौ, तर आदान प्रदान चाहिन्छ। हामीले तिमीलाई जीवन दिएर आफ्नो परिवारलाई दिनुपर्छ र तिमीले हामीलाई नाम दिनुपर्छ। उसको स्वरमा अब कुनै दया थिएन, केवल सम्झौताको कठोरतालाई ओतप्रोत गरिरहेको थियो। मैले अचानक सम्झे, यदि मैले नामको केही भाग दिने भने मेरो परिवारले बाँच्ने थिएन, तिनीहरू सन्तुलित तर खोक्रो बनिने थिए। मैले त्यो सम्भावनाले काँपिए, तर डर र प्रेम बीचको विभाजनमा केही पक्षले बोले, मेरो माया थापेको ठाउँले झन्झटिलो निर्णय गरायो। मैले बुझे कि उसले मेरो कमजोर ठाउँलाई टार्न खोजिरहेको थियो। आमाको सुरक्षा, बाबुको हाँसो, मेरो आफ्नै भविष्य, त्यो सबै उसले खेलौनाको झै देखाइदियो ताकि म सम्झौता स्वीकार गरौँ। मैले ढोकामा फर्केर हेरेँ, वैकल्पिक संसारको चिन्हले मेरो आँखामा आँसु ल्यायो। मैले बारम्बार सोचे, भाग्ने, परन्तु कहाँ? मेरो परिवारलाई कसरी बचाउने? त्यसबेला आमाले मेरो नाम हल्का स्वरमा बोलिन्, ठिक छ? मैले उनलाई फर्केर देखेँ, उनी मेरो आँखामा विश्वास खोजिरहेकी थिइन्। मैले झुकाएर भने, हो, म ठिक छु, तर मेरो मन तात्तिन थाल्यो।
उसले सुनेर ढोकातिर उत्तर दियो, अब उहाँले अझै जान्नुहुन्न, अब तिमी आफैले निर्णय गर्नुपर्छ। उसको आवाजमा कुनै दबाव थिएन, तर हावाले झन विभ्रम बढायो। मैले थोरै थोरै फ्रेस सुन्ने निर्णय लिएको उनी आफैलाई पक्रिन्। उसले मलाई अर्को प्रस्ताव दियो, एक रातको समय दिइहाल्छु। उसले भन्यो, यदि भोलि साँझसम्म तिमी हामीसँग नआउँछौ भने हामी तिमीलाई भोग्नेछौँ। त्यो वाक्यले मेरो छातीमा आगो भर्न गर्यो। उसले मेरो काँध छोयो, त्यो चोट मेरो हाडभित्रसम्म फैलिएर आयो। मैले चिच्याएँ, किन? उसले केवल एक शब्द फुसफुसायो, सम्पूर्ण। अनि उसले हट्यो, अँध्यारो नहरायो, तर उसका शब्द अझै मेरो कन्यामा छन्। भोलि साँझसम्म ती शब्दले मेरो दैनिकीको हरेक पललाई बिझाउने भए। म त्यो रात निदाउन सकिन। म उठेर घर घुमेँ। मैले माछामा तर्क खोजेँ, डायरी पढेँ, पुराना कागजहरू पल्टाएँ, तर उत्तर त उही थियो। मेरो नाम पहिले नै कतै रेकर्डमा थियो र घरले मेरो नाम लेखेको थियो। अब प्रश्न केवल समयको थियो, म के गर्ने? मेरो परिवारलाई बचाउन म आफ्नो नाम र केही हिस्साहरू त्याग्ने कि प्रतिकार गर्ने? तर त्यो प्रतिकारले मेरो परिवारलाई जोखिममा पार्दथ्यो। म अब साँच्चै मोडमा पुगेकी थिएँ र साँझ नजाने बित्तिकै त्यो आवाज फेरि मेरो ढोका सामु उभिन्, चुपचाप तर निश्चित। म शान्त भएर तिमीलाई भन्न चाहन्छु कि मैले साहस देखाएँ, तर सत्य त्यो थिएन। म डरले भरिए थिएँ। मेरो हावा, मेरो खुट्टा, मेरो बोली सबै त्यही डरले भरिएका थिए। अनि मैले एउटा निर्णय गरेँ। म भोलि साँझ फर्किने निर्णय गरेँ। रात बीचमा मैले सुने ढोकाको खुल्ने आवाज, तर यो पटक त्यो आवाज मेरो लागि आमन्त्रण भन्दा बढी थियो। ढोका खुल्दा अँध्यारोले एकपटक मेरो नाम फुसफुसायो, हामी पर्खिरहेका छौँ। अनि मैले आँखाहरू बन्द गरेँ। पछिल्लो दिन म फेरि गएँ। अर्को दिन साँझ भएको बेला मैले घरको बाटो फेरि तानेँ। त्यो निर्णय सहज थिएन, तर हृदयभित्रको कुनै खालीपन, त्यो डायरीको पन्नामा बाँकी ती अक्षरहरूले मलाई तानिरहे। घर नजिकिँदा म साँच्चै गहिरो श्वास लिएँ। आकाशमा बादल टाँसिएका थिए र बाटोले एउटा पुरानो कहानी झैँ फुसफुसाइरहेथ्यो। बत्तीहरू बिङ्गारिँदा त्यो बङ्गला अझ गहरो देखिन्थ्यो। ढोकाको अगाडि उभिँदा म आफूलाई शान्त भन्न खोजेँ, यो मेरो अन्तिम परीक्षण हो। मैले आफ्नै कानमा फुसफुसाएँ। भित्र पस्दा पहिले जस्तै चिसोले स्वागत गर्यो, तर त्यो चिसो अब सामान्य थिएन। त्यो चिसोले मानव नाम खोजिरहेको थियो। घरभित्र पसेपछि मैले डायरी राखिएको कोठा खोजेँ। डायरी त्यहीँ थियो, उही पाना खुल्ला, उही अक्षरहरू, र घडीले फेरि 11:11 देखाइरहेको थियो। त्यो नम्बरले मेरो रगतमा कहिल्यै नपिस्ने छातीको टुक्रो बजायो। मैले चुपचाप डायरी समातेँ, तर त्यतिखेर कुनै नरम आवाजले मेरो नाम फुसफुसायो, तिमी फर्क्यौ? मैले आफैलाई रोक्न सकिनँ र त्यो आवाजको दिशातिर हेरेँ। त्यो त्यहीँको अँध्यारोबाट उसले उभिएर आयो। त्यो छाया जसले पहिले मलाई भनिसकेको थियो कि हामीले तिमीलाई पर्खियौँ। उसले मुस्कान फैलायो, तर त्यस मुस्कानले जनावरको मुस्कान जस्तो ठन्डो आत्मा उचाल्यो। मैले सिधै सोधेँ, अब के चाहन्छौ? उसको उत्तर छातीभित्रै गडगडायो, नाम। त्यसपछि उसले थप्यो, र परिवार। उसले स्पष्ट गर्यो, घरले सधैँ दुई कुरा माग्दछ, एउटा वस्तु जुन नामसँग बाँधिएको थियो, र अर्को कुरो व्यक्ति आफैले दिने नाम। त्यो नाम पूरा पहिचानको सानो भाग थियो। बपुको नाम, आमा दाजुको सम्झना, र तिमीले कहिले नबिर्सने गन्ध। उसले भन्यो, नाम दियौ भने हामीले तिम्रो परिवारलाई यहाँ राख्नेछौँ, तिमीले हामीलाई पनि पूरा पार्नेछौ। उसले बोल्दा आवाज नरम थियो, तर घातक जस्तो। म ठुम्म्याउँदै उभिएँ। मैले फेरि याद गरेँ, तिनै रात जहाँ मैले त्यो सानो पिन लिएँ। त्यो पिन ठुरै होइन, त्यो पिन मेरो बचपनको चमक थियो। मैले 3 वर्ष अघि त्यो रातमा जस्तो गरेँ त्यही याद आयो, कसरी मेरो हातले चोरेको त्यो पिन मेरो बाक्लो आत्मालाई केलायो। त्यो पिन फर्काएपछि पनि घरले नामको माग राख्यो। अहिले त घरले मेरो पहिचान बोल्न चाहन्थ्यो। मैले टाउको झुकाएँ र कराएँ, म दिने छैन। मैले साँचो मनबाट भने। यसको जवाफमा उसले केवल एउटा दृश्य देखायो, मेरो आमाको अनुहार, अनि त्यो अनुहारको आँखा खाली हुँदै जान्थ्यो, मुस्कान मात्र रहन्थ्यो, जीवनको उज्यालो हराउँदै। उसो देखेर मेरो पेट जम्यो। उसले अगाडि बढेर मेरो काँध समात्यो। छुई चिसो थियो, तर त्यो छुँदा मेरो श्वास थामियो, आवाज निशब्द भयो र म भुल्किएँ। उसले भन्यो, हामीले तिमीलाई दुःख दिने योजना छैन, हामीले तिमीलाई शान्त बनाउन चाहन्छौँ, तर शान्तिका लागि साटो चाहिन्छ। मैले हडबडीमा सोधेँ, के साटो? उसले मलाई मेरा नै सम्झनाबाट एक वस्तु माग्यो। पहिले साना साना सम्झना, आमाको हातको गन्ध, अनि बाबुको हाँसो, र एउटा ठूलो कुरा, मेरो नामको केही अंश। त्यो शब्द सुन्दा मेरो आँखा जल्यो।
नाम भन्ने कुरा कति पत्थर, कति हल्का। उसले भनेको भाग दिने तरिका पनि बतायो, नाम लेख्ने र घरलाई त्यो अक्षर दिनु। उसले स्पष्ट गर्यो कि यदि म आफैले दिन्न भने घर आफैले झिक्नेछ। मेरो निर्णय सजिलो थिएन। एउटा भाग मेरो माया, अर्को भाग मेरो परिवारको सुरक्षा कसरी तौलौं? मैले सम्झे, डायरीमा लेखिएको कुरा, नामलाई फर्काउने अर्को तरिका, तिनीले आफ्नो पहिचान दिनुपर्छ, तब मात्र भुलेर मात्र नरुव। मैले दिमागमा तरङ्ग तरङ्ग गरेर सोचे कि पहिचान कुन हो? मेरो नाम मात्र होइन, मेरी आमाको सम्झना पनि। म डरले भरिए। यति बेला मैले एउटा योजना बनाउने निर्णय गरेँ। विज्ञान जस्तो होइन, तर चालाकीपूर्ण। मैले सोचे कि पूर्ण नाम दिँदा म आफ्नो सम्पूर्ण अस्तित्व गुमाउनेछु, तर आंशिक नाम दिएर मैले सायद घरलाई थाम्न सक्छु र मेरो परिवारलाई सुरक्षा दिन सकूँ। मैले उसलाई प्रस्ताव राखेँ, यदि मैले सानो अंश दिनेछु भने तिमीले तिनीहरूलाई रिकभर गरिदेऊ, मेरो बाबु, मेरी आमा र मेरो सानोतिनो हाँसो। उसले मेरो आँखामा निगाह गाड्यो। त्यो निगाहले मलाई चिरेन पनि, तर भाँच्यो। के सानो अंश पर्याप्त हुन्छ? उसले प्रश्न गर्यो। उसले स्वीकार्नुपर्ने भने मैले थोरै अंश दिन तयार छु, तर अब नवीनताका साथ तरिकाले। मैले त्यो रात मेरा आफ्ना कुराहरूलाई सम्झेँ, मेरा साना साना नामहरू, नजिकबाट बोलिने नामहरू, बुबाले जुन नामले मलाई गोद्नुहुन्थ्यो, आमाले जुन मिसिनरीमा बोल्ने सानोतिनो शब्द। मैले निर्णय गरेँ, म एउटा शर्त राख्नुपर्छ। म आफ्नै स्मृतिबाट एक चिज छुटाउन दिन्छु, तर म नाम सम्पूर्ण रूपमा नदिनेछु। उसले सहमति जनायो, तर आँखामा केही शर्त थियो। अंशले काम गर्दैन भने हामीले तिमीलाई आफै लिनुपर्छ। मैले त्यसलाई स्वीकार गरेँ। हाम्रो बीच सम्झौता भयो। मैले एक रातको समय दिनुपर्ने। त्यही रात म अँध्यारोको बीचमा एउटा सानो अनुष्ठान गर्नेछु। मैले आफ्नै हातले एउटा कागजमा मातृ पितृको नाम र मेरा साना नामका अंशहरू लेख्नेछु र तिनीहरूलाई घरको केन्द्रमा राखिदिनेछु। अनि घरले त्यस साटोमा मेरो एक याद हटाउनेछ, आमाको अनुहारको भयावह स्मृति, एउटा टुक्रो जुन मैले अज्ञात रूपमा जीवनभर भुलेको थिएँ। सुन, यो निर्णय मैले आफैले गरेको हो, किनभने मेरो प्रेमले मलाई त्यसतर्फ ढकेल्न खोज्यो। मैले कागजमा लेखेँ, बुबाको नाम, आमाको न्यानो आवाज र मेरो बचपनको नाम। जब मैले अक्षर लेख्दै गएँ, हात बिस्मितै कामी रहे। अक्षर झरेका हावाहरू मेरो अनुहारमा छुन थाले र घरभित्र केही आवाजहरू बढ्दै गए। मैले कागजलाई घरको केन्द्रमा राखेँ र चुपचाप अघि बढेँ। घरले त्यसलाई चुम्यो। त्यसपछि घरको हावा एकाएक स्थिर भयो। त्यो क्षण म आशावादी थिएँ। मलाई लाग्यो कि सम्भवतः अब सबै ठिक हुनेछ, तर त्यो शान्ति झन डराउँदो भयो, किनभने घरले एउटा शर्त थप्यो, तिमीले एउटै याद दिनुपर्छ, आमाको अनुहारको स्पष्ट स्मृति। भागिदा त्यो स्मृति तिम्रो मनबाट बल्डर जस्तो खस्लिनेछ र हामीले तिम्रो परिवारलाई सुकुम्बासी बनाउनेछौँ। मैले आँखै बन्द गरेँ र आफ्नो विद्रोहलाई सम्झेँ। मैले त्यो सम्झना आफैबाट हटाउन आफैलाई भ्रमित गरेँ, सुत्न नदिने, तस्बिर हेर्न नदिने, आमासँग बोल्ने नाम भुलाउने। तर कसरी? त्यो रात मेरो माटो सुक्दै थियो र मेरो मन भारी हुँदै गयो। रात बित्न लाग्यो। जब घडीले 5 ताल बजायो, घरभित्र एक विशाल कराहा उठ्यो। त्यो कराहा बाहिरबाट सुन्न सकिने किसिमको थिएन। यो मेरो मुटुको भित्रबाट दबिरहेको घुन जस्तो थियो। मेरो जीवनको सबै साना अङ्ग थरथराउन लागे। तब मैले अनुभूति गरेँ, मेरो आँखाबाट आमाको अनुहार बिस्तारै मेटिँदै थियो। पहिले ज्योति थियो। म आमाको आँखामा उठेका रेखा, मुहारमा हल्का दाग, तर ती सबै महीन भइरहे। मैले कपाल समाते र चिच्याए, हिम्मत छैन, यो गलत छ। तर आवाजले मात्र फुसफुसायो, सम्झन नदिनेछौँ। तर त्यो बाइन्डिङले काम गर्यो। घरले मेरो परिवारलाई सुमाना गर्यो। अर्को दिन मेरो बाबुआमाको अनुहारमा पहिले जस्तै खालीपन नहुन थालेको थाहा पाएँ। उनीहरूले फेरि ताजा बिर्खा र पारा झिकेको हाँसो देखाए। उनीहरूको नाम, तिनीहरूको सतह पुनः चम्कियो। तर जो कुरा मेरो मनभरि भरिएको थियो, मेरो आमाको अनुहार अब मबाट भागेको थियो। मैले गाउँले हेर्ने बेला पनि उसको मुखरेखा अलिकति धुम्म भयो। मैले आफैलाई सम्झाएँ, मेरो निर्णयले काम गर्यो, मेरो परिवार बच्यो। तर बदला ठूलो थियो। मैले आमाको अनुहार भुलिसकेँ। कहिलेकाहीँ म उसको आवाज सुन्छु भने पनि मैले जे मेरो थापमा थापियो, आमाको पूर्ण रूप, त्यो निर्दोष मुस्कान, त्यो स्मृति भडव्यञ्जन भयो। म रहरले रोएँ, तर घरले फेरि उभिएर मेरो कानमा फुसफुसायो, हामी सन्तुष्ट छौँ, तर अब तिमी हाम्रो हौ। उसको त्यो वाक्यले मेरो छातीमा नङले काट्यो। मैले भने, तिमीले मलाई क्या बनायौ? उसले जवाफ दियो, तिमीले आफ्नो केही दिन दियौ, घरले केही पाएको छ। मेरो मन झन खिन्न भयो। मैले सोचे, अब के गर्ने? म खुसी हुनु पर्यो कि परिवार निको भयो, तर मैले आमाको अनुहार गुमाएँ। त्यो खालीपन भित्र एउटा घाउ थियो जसले कहिल्यै तारी हुने थिएन। अनि मैले त्यो रात सुने, बाहिर मेरो घर वरिपरि कराउने स्वरहरू फेरि उठे। तर यो पटक ती स्वर घरबाट अलग थिएनन्, ती मेरो मन नयाँ साथी बनेका थिए। अन्तिममा म तिमीलाई भन्न चाहन्छु, म जितिन, तर मैले भेट्टाएँ कि जित भन्नु दूर छ,
मैले आफ्नो परिवार बचाएँ, तर त्यो सदाका लागि होइन। कहिलेकाहीँ साँझ पर्न साथ आफ्नै घरको कुनामा म सुन्छु अक्षरहरूको फुसफुस, मेरो नामको टुक्रो जुन मैले घरलाई दिएको छु त्यो टुक्रो अविरल गाउँछ। र कहिलेकाहीँ मेरो निन्द्रा चुडिन्छ, मैले आमाको सन्देश फेरि सम्झिन खोज्छु र म पाउँछु उही खालीपन। अब म हरेक रात सुन्छु, ती आवाजहरू मेरो कानमा गुन्जिन्छन्, हामी तिमी सँगै छौँ। म तिमीलाई यो कुरा यसरी सुनाएको छु किनकि म चाहन्छु तिमीलाई चेतावनी दिन। कहिल्यै आफ्नो पहिचान सजिलै नदिनु। नाम सस्तो होइन, नाम तिम्रो इतिहास हो, तिम्रो प्रेम हो, तिम्रो हर पलको आधार हो। म सस्तो सम्झौता गरेर म पैसा तिरेकी छु, मैले परिवार बचाएँ तर आफैलाई थोरै गुमाएँ। यदि तिमी कहिल्यै बौद्धको त्यो मोडमा पुग्यौ भने सम्झनु, घरले सधैँ दुई कुरा माग्दछ, नाम र आत्मा। तिमीले दुवै दिने बेला ध्यान गर, किनभने जबसम्म तिमी दिँदैनौ त्यो आवाज तिमीलाई कहिल्यै भुल्दैन। यदि तपाईलाई यस्तो ज्ञान र रहस्यले भरिएको भिडियो मन पर्यो भने कृपया यो च्यानललाई सपोर्ट गर्नुहोस्। तपाईको एउटा लाइकले हाम्रो मेहनतलाई अर्थ दिन्छ र तपाईको एउटा सब्स्क्राइबले हामीलाई अझ राम्रो सामग्री बनाउन प्रेरणा दिन्छ। त्यसैले अहिले नै लाइक गर्नुहोस्, सब्स्क्राइब गर्नुहोस् र यो ज्ञानको यात्रामा हाम्रो साथ दिनुहोस्। धन्यवाद।